दर्शकबिन जय श्री कृष्ण प्रणाम राधे राधे। ज्योतिष सेवा सदनको युट्युब च्यानलमा यहाँलाई हार्दिक स्वागत गर्दछु। म छु एस्ट्रोलोजर प्रेमानन्द शास्त्री। वैदिक ज्योतिष अनुसार शुक्र ग्रहलाई भौतिक सुख सुविधाको कारक, सम्पन्नताको कारक, ऐश आरामको कारक, श्रीमतीको कारक, घर बंगला गाडी घोडाको कारक, प्रेम सौन्दर्य कला संगीत तथा लग्जरियस लाइफको कारक ग्रह मानिन्छ। जन्मकुण्डलीमा शुक्रको स्थिति ठीक छ भने शुक्रसँग कारकत्व भएका सबै चिजहरूको सुख प्राप्त हुन्छ। यदि शुक्रको स्थिति ठीक छैन भने संस्कारहीन, आफन्तहीन, यौनजन्य समस्याहरू, दुःख पीडा, गरिबी, एक्लोपन, गृहस्थी जीवनमा भद्रगोलको अवस्था आदि सृजना हुन सक्छ। शुक्रको स्थितिले नै वैवाहिक तथा गृहस्थी जीवनमा कतिको सफलता वा असफलता, कस्तो हुन्छ, कतिको सुख प्राप्त हुन्छ भन्ने कुराको तय गर्न सकिन्छ। आउनुहोस् आज हामी यो सामग्रीमा शुक्रको गोचरबाट हजुरको राशिमा पर्ने प्रभावको बारेमा कुराकानी गर्दैछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुभई यो सामग्रीलाई सबै समक्ष सेयर गरिदिनुहोला। साथै हाम्रो सामग्री मन परेमा हामीलाई सब्स्क्राइब तथा भिडियोमा कमेन्ट समेत गरिदिनुहोला। दर्शकवृन्द, दैत्यगुरु शुक्रले आगामी आषाढ 15 गते रविबारका दिन रात्रि 12:54 जाँदा मङ्गलको राशिबाट अथवा मेष राशिबाट आफ्नै घर सो राशि वृषमा राशि परिवर्तन गर्दैछन्। शुक्रको यो अवस्था आगामी श्रावण 10 गते शनिबार बेलुकी 6:59 सम्मको लागि रहनेछ। शुक्रको यो गोचरको प्रभाव तपाईको राशिलाई कस्तो रूपमा प्राप्त हुन्छ त? आउनुहोस् सबै 12 राशि मध्ये हामी 6वटा राशिमा योभन्दा अगाडि कुराकानी गरिसकेका छौँ। त्यसकारणले अब बाँकी तुलादेखि मीन राशिसम्मका लागि पर्ने प्रभावको बारेमा हामी अगाडि बताउनेछौँ र यसको अशुभ प्रभाव भएमा के गर्ने, कस्तो शान्ति गर्ने वा के उपाय गर्न सकिन्छ भन्ने बारेमा पनि भिडियोको अन्तिममा बताउनेछौँ। त्यसकारण यो भिडियो छोडेर कतै पनि नजानुहोला। दर्शकबिन, आउनुहोस् सुरुवातमा कुरा गरौँ तुला राशिको बारेमा। तपाईको राशिबाट शुक्रको यो गोचर आफ्नै राशिका स्वामी भएर अष्टम भावमा अथवा आयु स्थानमा बनेको छ। यसले केही विपत्तिहरू ल्याउन सक्छ, धनहानि हुने योग बनेको छ। यदि शेयर मार्केटमा हुनुहुन्छ भने यो गोचर कालमा नयाँ लगानीहरू नगर्नु बेस हुनेछ। कसैलाई धन दिनुभएमा फिर्ता नहुन सक्छ, तर आकस्मिक धन लाभको अवसर पनि बनेको छ। आफूले माया मारेको धन आउन सक्छ। आकस्मिक कतै यहाँले विचारमै नल्याउनु भएको धन सम्पत्तिहरू त्यस्तो आउन सक्ने भन्ने योग बनेको छ। यो समयमा शारीरिक आकर्षण अत्यन्तै बढ्नेछ र गोप्य सम्बन्धहरू स्थापित हुन सक्ने भएकोले कृपया सजग र सावधान पनि रहनुपर्नेछ। विशेष गरेर पुरुषहरूले महिला मित्रहरूसँग व्यवहार गर्दा ख्याल राख्नुहोला। यो गोचरले यदि हजुर कुनै अनुसन्धान वा रिसर्चसँग जोडिनु भएको वा त्यस्तो क्षेत्रमा सम्बन्धित हुनुहुन्छ भने अत्यन्तै सफल बनाउने खालको पनि रहेको छ। रोग भावको कुरा गर्नुपर्दा अष्टम स्थानको शुक्रलाई शनिदेवको पूर्ण दृष्टि परेको कारणले गर्दा विभिन्न किसिमका समस्याहरू, रोगहरूको उदय हुन सक्ने वा पुराना रोगहरू, पहिलेदेखि रोगी हुनुहुन्छ, औषधि सेवन गरिरहनु भएको छ भने पुरानो रोगहरूले दुःख दिने खालको समय पनि रहेको छ। कृपया आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। यो गोचर कालमा शत्रुलाई परास्त गर्न सक्नुहुनेछ भने कुनै मुद्दा मामिलामा अल्झिनु भएको छ अथवा झै झगडामा त्यस्तोमा फस्नु भएको छ भने यो गोचर कालमा फैसला गराउनुहोला। यहाँको अवश्य पनि जित हुनेछ। यो समयमा मामाघर तथा ससुराली पक्ष वा माइती पक्षबाट पनि उल्लेख्य सहयोग र सान्त्वना प्राप्त हुने देखिएको छ। स्वास्थ्यको मामलामा केही समस्याहरू देखिनेछन्। विशेष गरी गुप्त रोग, छालाको रोग, मैला रोग, एलर्जी लगायतको सम्भावनाहरू बढ्नेछ। विद्यार्थीको लागि यो गोचरलाई राम्रो मानिन्छ। अझ भन्नुपर्दा अनुसन्धान, रिसर्च, थेसिस, पिएचडी लगायतको विद्यार्थीहरूको लागि सोचे भन्दा पनि बढी सफलता प्राप्त हुने समय देखिएको छ। यो गोचर कालमा कर्म राम्रो गर्नुहोला। कसैलाई ढाँट्ने, ठग्ने, छल कपट आदि नगर्नुहोला। समग्रमा भन्नुपर्दा यो गोचर हजुर तुला राशिको लागि सामान्य रहेको छ। शुक्र ग्रहको यो गोचरले हजुरलाई शुभ वा अशुभ जस्तो फल दिने भने तापनि यदि जन्मकुण्डलीमा शुक्रको अवस्था निर्बल, पाप ग्रहसँग युति सम्बन्ध, अशुभ ग्रहको दृष्टिमा, नीच राशिमा वा शत्रुका घरमा बसेका छन् भने यसले गर्दा अशान्ति, दाम्पत्य जीवनमा समस्या, कलह, विलासिताको उत्कट, यौन विकार, अनावश्यक खर्च आदि, वाद विवादमा मुछिने, नकारात्मक असरहरू धेरै देखिने आदि हुन्छ। यस्तो प्रभावलाई शान्त पार्न र शुक्र ग्रहलाई विशेष बलियो बनाउनको लागि हजुरले केही उपायहरू गर्नु राम्रो मानिन्छ। शान्तिका लागि के उपाय गर्न सकिन्छ भन्ने बारेमा हामीले यही भिडियोको अन्तिममा बताउनेछौँ। कृपया सँगै रहनुहोला। आउनुहोस् अर्को राशिको कुरा गरौँ, वृश्चिक राशि। तपाईको राशिबाट शुक्रको यो गोचर सप्तम भावमा हुन गइरहेको छ, जसले गर्दा मालव्य नामक सुन्दर योगको निर्माण भएको छ। दाम्पत्य जीवनमा तथा प्रेम जीवनमा मधुरता ल्याउनेछ। माया प्रेममा पर्नु भएको छ भने प्रेम सफल हुने समय बन्नेछ।
महिला जातकको लागि गृहस्थी जीवन अथवा वैवाहिक जीवनमा एकदमै राम्रो हुनेछ। तर मित्रहरूको लागि भने यो गोचर सप्तम भावमा बसेको शुक्रलाई पञ्चम स्थानबाट पूर्ण दृष्टि शनिले दिएको अवस्था छ। दाम्पत्य जीवनमा धरापमा पनि पर्न सक्छ। अलिकति विचार भने गर्नुहोला। दम्पतिमा मनमुटाव, आपसी कलह तथा झै झगडाको वातावरण समेत बन्न सक्नेछ। यस्तो अवस्थामा यदि हजुरको दाम्पत्य जीवनमा पहिलादेखि नै तनाव आदि भइरहेको छ भने सम्बन्धलाई जोगाउन अलिकति गाह्रो पर्न सक्छ। विशेष ध्यान पुर्याउनुहोला। यो समयमा आपसी समझदारीको सम्भावना समेत कम भएर जाने त्यस्तो हुन्छ। आपसी समझदारी पनि आउँदैन। त्यो कारणले गर्दाखेरि आवेशमा आएर सम्बन्धमाथि नै आफैले प्रहार गर्ने स्थिति समेत बन्न सक्छ। कृपया यो मामलामा एकदमै सावधान रहनुहोला। साझेदारी व्यवसाय गर्नेहरूको लागि यो गोचरले लाभ दिनेछ। पार्टनरहरूसँग सबै कुरामा व्यवहार राम्रो हुन सक्छ। उद्योग धन्दा, कल कारखाना आदि गर्नुभएको छ भने राम्रो गोचर रहेको छ। विद्यार्थीको लागि पनि यो गोचर राम्रो छ। विशेष गरी प्राविधिक विषयको लागि अत्यन्तै राम्रो परिणाम दिन सक्नेछ। सेवाको क्षेत्रमा हुनेहरूको लागि पनि यो गोचर अप्रत्याशित लाभ लिएर आउनेछ। पिताजीको स्वास्थ्यमा अचानक समस्या तथा दुःख बिमारको स्थिति बन्न सक्छ। हजुरको आफ्नै लागि पनि केही न केही भएको वातावरण बन्ने देखिएको छ भने कुनै रोग वा अचानक दुर्घटनाको अवस्था समेत बन्न सक्नेछ। यो गोचरमा मालव्य योगको असली फाइदा भने वृश्चिक राशिका महिला जातकहरूले मात्रै लिन पाउनुहुने मैले देखेको छु। यो गोचर कालमा कृपया शुक्र, शनि तथा सूर्यदेवको लागि केही उपायहरू गर्नुभयो भने अत्यन्तै राम्रो हुनेछ। शुक्र ग्रहको यो गोचरले शुभ वा अशुभ जस्तो फल दिने भने तापनि यदि जन्मकुण्डलीमा शुक्रको अवस्था निर्बल, पाप ग्रहसँग युति सम्बन्ध, अशुभ ग्रहहरूसँगको दृष्टि, नीच राशि, शत्रुका घर आदिमा बसेका छन् भने यसले अशान्ति, दाम्पत्य जीवनमा समस्या, विलासिताको उत्कट, यौन विकार, अनावश्यक खर्च, वाद विवाद आदि नकारात्मक असरहरू दिन सक्ने भएकोले यस्तो प्रभावलाई शान्त पार्न र शुक्र ग्रहलाई बलियो बनाउनको लागि हजुरले केही उपायहरू गर्नु राम्रो मानिन्छ। शान्तिका लागि के उपाय गर्न सकिन्छ भन्ने बारेमा हामीले यो भिडियोको अन्तिममा बताउनेछौँ। कृपया सँगै रहनुहोला। आउनुहोस् अर्को राशिको कुरा गरौँ, धनु राशि। तपाईँको राशिबाट शुक्रको यो गोचर रोग भावमा बन्न गएको छ अथवा 6औं भावमा बन्न गएको छ। यस भावमा रोग, ऋण, शत्रु, स्वास्थ्य आदिको विचार गरिन्छ। विशेष गरी यो भावमा शुक्रको गोचर ज्योतिषशास्त्रमा त्यति राम्रो मान्न सकिँदैन। स्वास्थ्यमा समस्याहरू आउन सक्छ। यौन स्वास्थ्यमा समस्या आउन सक्छ। छालामा रोग, एलर्जी, हर्मोन्सको असन्तुलन, विशेष गरेर महिलाहरूको लागि प्रजनन समस्या, त्यस्तै गरेर दायाँ गोडामा केही समस्याहरू बढ्न सक्छ। यदि पहिलादेखि नै बिमारी हुनुहुन्छ अथवा औषधि सेवन गरिरहनु भएको छ भने यो समयमा गाह्रो बनाउन सक्छ। कृपया सावधान रहनुहोला। आर्थिक कारोबारमा असन्तुलन हुन जानेछ, जसले गर्दा कमाइभन्दा खर्च बढी हुन सक्ने। साथै यो समयमा कुनै नयाँ तथा ठुला लगानीहरू नगर्नु नै बेस हुनेछ। शत्रुपक्ष बलवान हुने अवस्था गोचरले बनाएको हुनाले झै झगडा, मुद्दा, मामिला आदिको झन्झटमा नलाग्नुहोला। माया प्रेममा यो समयलाई सफल मान्न सकिँदैन, धोका समेत हुन सक्नेछ। गृहस्थी जीवनमा समेत शनिदेवको दृष्टिको कारणले गर्दा श्रीमान श्रीमती बीच मतभेद, झै झगडा, तनाव आदिको अवस्था बन्ने देखिन्छ। यो समयमा कुनै पनि काम, यात्रा, माताको स्वास्थ्यमा अचानक गिरावट तथा समस्याहरू आउन सक्छ। कार्यक्षेत्रमा आफ्ना सहकर्मी साथीहरूबाट नै धोका हुन सक्छ। पुरुष मित्रहरूले विशेष गरी महिला साथीहरूसँग बचेर अघि बढ्नुहोला। विद्यार्थी वर्गको लागि समेत समय अप्ठ्यारो देखिएकोले एकदमै कडा मेहनत र अनुशासित भएर पढाइलाई अघि बढाउनुहोला। गरिरहनु भएको नोकरी तथा कामकाजमा समेत समस्या आउन सक्छ। यो बेलामा जे काम गरिरहनु भएको छ त्यहाँ पनि एकदमै मर्यादित भएर आफ्नो कर्तव्य र दायित्व अनुसार अगाडि बढ्नुहोला। शुक्र ग्रहको यो गोचरले शुभ वा अशुभ जस्तो फल दिने भए तापनि यदि जन्मकुण्डलीमा शुक्रको अवस्था निर्बल, पाप ग्रहसँग युति अथवा अशुभ ग्रहको दृष्टिमा, नीच राशिमा अथवा शत्रुको घरमा यस्ता यावत अवस्थाहरूमा छन् भने त्यसले गर्दा अशान्ति, दाम्पत्य जीवनमा समस्या, विलासिताको उत्कट, अनावश्यक खर्च, यौन विकार, वाद विवाद आदि नकारात्मक असरहरू दिन सक्ने भएकोले यस्तो प्रभावलाई शान्त पार्न, शुक्र ग्रहलाई बलियो बनाउनको लागि हजुरले केही उपायहरू गर्नु राम्रो मानिन्छ। शान्तिका लागि के उपायहरू गर्न सकिन्छ भन्ने बारेमा हामीले यो भिडियोको अन्तिममा बताउनेछौँ। सँगै रहनुहोला। आउनुहोस् अर्को राशिको कुरा गरौँ, मकर राशि। मकर राशि हुने जातकको लागि शुक्रको यो गोचर पञ्चम भावमा बन्न गइरहेको छ। ज्योतिषशास्त्र अनुसार पञ्चम भावलाई पुत्र, विद्या, बुद्धि, सन्तान, प्रेम आदिको कारक भावको रूपमा हेर्ने गरिन्छ। यो गोचर कालमा शुक्रको गोचरले हजुरको प्रेम सम्बन्धमा सुधार हुँदै सुमधुर सम्बन्ध कायम हुन सक्छ वा प्रेम सफल हुने समय आएको छ भन्न मिल्छ। अहिलेसम्म प्रेमिका नहुनेहरूको लागि अनायासै कसैसँग आँखा जुधेर मन बाँधिने सम्भावना देखिएको छ। प्रेम सम्बन्धमा तिक्तता भएकाहरूको समेत स्थितिपूर्ण सुधार भई प्रेम सफल हुने समय आएको छ। अहिले नै प्रस्ताव राख्नुभयो भने यहाँले योभन्दा अगाडि आफूले मात्रै एकहोरो प्रेम गरिरहनु भएको छ कसैलाई, यो बेलामा नै आफ्नो प्रेम जताउनु होला। यो पनि राम्रो समय रहेको छ। गृहस्थी जीवनमा एक आपसमा
सहयोगको भावना तथा माया प्रेमको भावना बढ्नाले आनन्दित जीवन बिताउन पाइनेछ। पहिलाका शङ्का उपशङ्का अनावश्यक विवाद जिद्दीपन सबै कुरा अचानक हराएर घर त स्वर्ग जस्तै बन्नेछ। तर यो सबै कुरा हुनको लागि एकपटक मन माझिएर एक अर्कामा गल्ती भुलचुकको कबुल गरेर पश्चाताप गर्दै अनि बल्ल राम्रो स्थितिमा पुगिनेछ। किनकि शुक्रलाई शनिदेवको पूर्ण दृष्टि त छँदैछ। त्यस कारणले गर्दा केही वाद विवाद झै झगडा भएपछि सुधार भएर अनि त्यो स्थितिमा पुग्नुहुनेछ। आर्थिक क्षेत्रमा समेत सोचेर लगानी गर्नुभएमा धनलाभको अवसर बनेको छ। सेयर मार्केटमा हुनुहुन्छ भने पञ्चम शुक्रलाई राम्रो मानिन्छ। फलस्वरूप सेयर मार्केटमा उकालो लाग्नुहुन्छ, माथि पुग्ने सम्भावना छ। सेयर मार्केटको लागि यहाँको लागि एकदमै बाटो खुल्ला छ। सन्तानको तर्फबाट सुखद समाचार प्राप्त हुनेछ। सन्तानको लागि प्लान गर्नुभएको छ भने यो गोचरले हजुरको लागि सुखद समाचार दिनेछ। छोराछोरीको उच्च प्रगति हुने यो राम्रो समय छ। आफ्नो छोराछोरीको लागि पनि प्रगतिहरू केही काम रोकिएको छ भने यो गोचरमा बन्न सक्छ। विद्यार्थी वर्गको लागि शुक्रको यो गोचरले हरेक परीक्षामा सफल गराउने देखिएको छ। भनेको विद्यार्थीको लागि एकदमै राम्रो छ। यदि लोकसेवा अथवा अन्य यस्तै प्रतियोगी परीक्षाहरूमा यहाँले भाग लिनुभएको छ अथवा त्यो समय आएको छ भने सफल हुने समयको रूपमा यो गोचरलाई लिन सकिन्छ। स्वास्थ्यको हिसाबले पनि यो गोचरलाई राम्रो मान्न सकिन्छ। तर पनि खानपानमा शुद्धता आवश्यक पर्छ। यो समयमा हजुरले विलासिता को जीवन बन्न सक्छ अथवा विलासितातिर मन जान सक्छ। भौतिक सुख सुविधा अथवा हाइफाई सजावट घुमफिर आदिमा अनावश्यक खर्च हुन सक्छ। त्यसकारणले गर्दा समयमा अनावश्यक खर्चबाट पनि बस्नुहोला। घरभन्दा बाहिर केही शङ्कास्पद सम्बन्धहरू बन्न सक्ने भएकोले यसतर्फ भने आफै जोगिएर हिँड्नुहोला। समग्रमा भन्नुपर्दा यो गोचर हजुर मकर राशिको लागि एकदमै सफल रहनेछ भन्न मिल्छ। शुक्र ग्रहको यो गोचरले कुनै कुराहरूमा शुभ अथवा अशुभ जस्तो फल दिने भनिए तापनि यदि जन्मकुण्डलीमा शुक्रको अवस्था कस्तो छ त्यो अनुसार पनि निर्धारण हुन्छ। जन्मकुण्डलीमा शुक्रको अवस्था निर्बल छ अथवा बलहीन छ र पाप ग्रहहरूसँग युति बनेको छ, अशुभ ग्रहको दृष्टिमा छ, नीच राशिमा छ वा शत्रुका घरमा बसेको अवस्था छ भने त्यस्तो अवस्थाहरूमा यसले अशान्ति, दाम्पत्य जीवनमा समस्या, विलासिताको उत्कट, यौन विकार, अनावश्यक खर्च, वाद विवाद आदि नकारात्मक असरहरू दिन सक्ने भएकोले यस्तो प्रभावलाई शान्त पार्न र शुक्र ग्रहलाई बलियो बनाउनको लागि हजुरले केही उपायहरू गर्न राम्रो मानिन्छ। जुन उपायले शुक्र ग्रह पोजिटिभ होस्, सकारात्मक होस्। शान्तिका लागि के उपाय गर्न सकिन्छ भन्ने बारेमा हामीले यो भिडियोको अन्तिममा बताउनेछौँ। कृपया सँगै रहनुहोला। दर्शकबिन आउनुहोस् अर्को राशिको कुरा गरौँ, कुम्भ राशि। तपाईको राशिबाट शुक्रको यो गोचर चतुर्थ भावमा बन्न गइरहेको छ। चतुर्थ भाव भनेको चन्द्रमा र शुक्रको कारक भाव। चतुर्थ भावबाट ज्योतिषमा स्थायी घर जग्गा जमिन, सम्पत्ति, मातापिताको सम्बन्ध, मातृसुख, गाडी घोडा सवारी साधन, प्रारम्भिक शिक्षा वा शैक्षिक वातावरण कस्तो हुन्छ, पुर्खौली सम्पत्ति, घरायसी सुख आदि हेरिन्छ। अर्को कुरा, यो गोचरमा कुम्भ राशिको लागि सुन्दर मालव्य योगको समेत निर्माण भएको छ। यसले हजुरको घर परिवारमा खुसहाल छाउनेछ अथवा सुख प्राप्त हुनेछ, मातृसुख समेत पाउनुहुनेछ। तर माताजीको स्वास्थ्यमा भने केही समस्याहरू बन्न सक्ने देखिएको छ। कृपया ध्यान दिनुहोला। घर जग्गा जमिन किन्ने योग बनेको छ। पैतृक सम्पत्तिमा केही समस्या छ वा अंश सम्बन्धी कुनै वाद विवादहरू पहिलादेखि नै बनेको अवस्थाहरू छ भने यो समयमा हजुरले माताजीसँग बातचित कुराकानी गर्नुभएमा समस्या समाधान हुनेछ अथवा हल हुनेछ। अर्थात् माताजीको सहायताले यहाँले धन सम्पत्ति अथवा त्यस्तो रोकिएका चिजहरू केही प्राप्त हुने योग बनेको छ। त्यसकारणले गर्दा आमालाई खुसी पार्नुहोला, आमासँग कुराकानी अगाडि बढाउनुहोला माताजीसँग। दोस्रो भावमा शनि बसेर शुक्रलाई समेत दृष्टि दिएका कारण अचानक धनहानिको सम्भावना पनि बनेको छ तथा हातमा पैसा बस्न चाहिँ गाह्रो बनाउँछ यो योगले। यो बिचमा कोही खराब व्यक्तिको सङ्गतमा पुग्न सक्नुहुनेछ। यसमा पनि आफैले ध्यान दिनुहोला, आफूले आफूलाई बचाउनुपर्छ, ध्यान दिनुपर्छ। आम्दानीको स्रोतहरू उल्लेख्य रूपमा बढे पनि अनावश्यक खर्च, सजावटमा खर्च, घरमा राम्रो देखाउनको लागि अथवा हाइफाई स्ट्यान्डर्ड मेन्टेन गर्नको लागि भनेर अनियन्त्रित खर्चहरू बढ्नेछन्। त्यो कारणले गर्दा पैसा जोगाउनु गाह्रो बन्छ। माया प्रेममा गाढापन आउनेछ, प्रेम सफल हुनेछ। गृहस्थी जीवनको लागि पनि एकदमै खुसहालको अवस्था बन्नेछ। सुखी गृहस्थी जीवन हुनेछ। इज्जत मान मर्यादा सबै कुराको वृद्धि हुनेछ। विद्यार्थीहरूको लागि पनि यो गोचरले सफलता दिनेछ। तर शनिको दृष्टि भएकोले कृपया कडा मेहनत गर्नुहोला। स्वास्थ्यको लागि भन्नुपर्दा यो गोचरले पेट सम्बन्धी समस्या, छाती सम्बन्धी समस्या, एलर्जी, दम तथा श्वास प्रश्वासमा समस्या आदि बनाउन सक्ने भएकोले कृपया खानपान तथा जीवनशैलीमा विशेष ख्याल राख्नुहोला। समग्रमा भन्नुपर्दा कुम्भ राशि हुने हजुरको लागि यो गोचरले सबै कुरामा सफलतातिर डोर्याएको भान हुन्छ, देखिन्छ। यहाँले प्राप्त गर्न सक्नुहुनेछ। शुक्र ग्रहको यो गोचरले कुनै च्याप्टरहरूमा, कुनै विषयहरूमा शुभ वा अशुभ जे भनिए तापनि यदि जन्मकुण्डलीमा शुक्रको अवस्था निर्बल छ,
बलहीन छ, पाप ग्रहसँग युति छ, अशुभ ग्रहको दृष्टिमा छ, नीच राशिमा छ वा शत्रुको घरमा छ भने यी यावत अवस्थाहरूमा अशान्ति, दाम्पत्य जीवनमा समस्या, विलासिताको उत्कट, यौन विकार, अनावश्यक खर्च, वाद विवाद आदि नकारात्मक असरहरू दिन सक्ने भएकोले यस्तो प्रभावलाई शान्त पार्न र शुक्र ग्रहलाई बलियो बनाउन अथवा सकारात्मक बनाउनको लागि हजुरले केही उपायहरू गर्नुपर्ने देखिन्छ। शान्तिका लागि के उपाय गर्न सकिन्छ, कस्तो गर्दा शुक्र पोजिटिभ हुन्छ, शुक्रबाट हामीले शुभ फल लिनको लागि के गर्नुपर्छ भन्ने बारेमा हामीले यो भिडियोमा अन्तिममा बताउनेछौँ। यहाँले सँगै रहनुहोला। आउनुहोस्, राशिको अन्तिममा रहेको छ मीन राशि। तपाईको राशिबाट शुक्रको यो गोचर तृतीय भाव अर्थात् पराक्रम भावमा बन्न गइरहेको छ। यो भाव पराक्रमको भाव हो, नामै पराक्रम भाव। आफूभन्दा साना भाइ बहिनीको लागि पनि यही भाव हो, साहसको यही भाव हो, यात्राको भाव हो, सञ्चारको भाव हो, आत्मबलको भाव हो। गायन, लेखन, चित्रकला, अभिनय, मिडिया, पत्रकारिता, मेहनत, प्रतिस्पर्धा, निरन्तरता आदि सबै कुराको यही भाव हो, तृतीय भाव। यस भावमा शुक्रको यो गोचरले सम्बन्धित सबै कुरामा मैले जेको भाव हो भने त्यो कारकत्व भएका सबै क्षेत्रमा सफल बनाउँछ। तर शनिदेवको दृष्टिको कारणले गर्दा गोचर फलमा केही गडबडी प्राप्त हुन सक्छ। शनिदेवलाई पोजिटिभ बनाउनु भएमा हजुरलाई सबै क्षेत्रको सफलता प्राप्त हुने निश्चित प्राय देखिएको छ। यो समयमा कुनै पनि काममा आत्मबल र हिम्मत अचानक बढेर कार्य सफल बनाइदिन्छ। योभन्दा अगाडि आँटै नआएको, एकदमै मुटु कामेको, लुगलुग भएको, काम गर्ने हिम्मत जोस नआएको अहिले यहाँलाई कहाँबाट पो आउँछ, आफै धाउनु पर्नुहुन्छ। अनि त्यस्तै भाइ बहिनीसँगको सम्बन्धमा सुधार अथवा सुमधुर हुनेछ। मिडियाको क्षेत्रमा कार्यरत हुनुहुन्छ भने हजुरको लोकप्रियता एकदमै बढ्नेछ, वात्तै बढ्नेछ। अथवा अहिलेको मार्केटको भाषामा भन्नुपर्दा हजुरलाई यो समयले सजिलै भाइरल बनाइदिनेछ। यति बेला सामाजिक सञ्जालमा आफ्नो उपस्थितिलाई बलियो बनाउनु अत्यन्तै लाभदायक देखिएको छ। यो गोचरकालमा कुनै यात्राहरू अथवा यहाँले चाहिँ टाढाको नजिकको समग्रमा यात्राको सम्भावना बनेको छ। यो बेलामा यात्राका आनन्दको अनुभूति लिन सक्नुहुनेछ। फरक खालको रमाइलोको अनुभूति हुनेछ। कला क्षेत्रमा हुनुहुन्छ भने हजुरको कुरा गरेर साध्यै छैन, त्यति धेरै सफलता यहाँले प्राप्त गर्न सक्नुहुन्छ। माया प्रेमको क्षेत्रमा यहाँलाई लैला मजनुकै जस्तै बनाउनेछ, होइन है, सफलता प्राप्त हुनेछ। अचानक हजुरको जीवनमा कोही प्रेमी या प्रेमिकाको इन्ट्री हुनेछ। आर्थिक मामलामा समेत यो गोचरले उल्लेख्य लाभ अवश्य दिनेछ। यो समयमा वैदेशिक यात्रा तथा वैदेशिक रोजगारको अवसर समेत बन्नेछ। यदि विदेश जानको लागि खुट्टा उचालेर बस्नुभएको छ भने यो बेलामा उड्दै हुनुहुन्छ। विदेशमा हुनुहुनेहरूका लागि समेत यो गोचरले सबै कुरामा राम्रो बनाउनेछ। साथै सहयोगी तथा साथीभाइहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्नेछ। कार्यक्षेत्रमा पनि हजुरको कामको प्रशंसा साथै सम्मान, पुरस्कार, अवार्ड, प्रमोसन आदिको अवसर प्राप्त हुनेछ। स्वास्थ्यको क्षेत्रमा समेत खासै नराम्रो छैन, तर घाँटीसँग सम्बन्धित अथवा यो गर्दनसँग सम्बन्धित समस्या, ढाड कम्मरको समस्या, पेटको समस्या, जोर्नीको समस्या वा यदि महिलाहरू हुनुहुन्छ भने महिलाहरूको सम्भावना बढेर गएको छ। विद्यार्थी वर्गको लागि यो समय कडा मेहनत गर्नुभयो भने फल पनि कडै प्राप्त गर्न सक्नुहुन्छ। लेखक, साहित्यकार तथा प्रकाशक हुनुहुन्छ भने यो समय एकदमै राम्रो रहेको छ। हजुरको प्रकाशनले मार्केटमा तहल्का मचाउन सक्छ। समग्रमा यो गोचर मीन राशि हुने हजुरको लागि चौतर्फी सफलता लिएर आएको छ भन्न मिल्छ। शुक्र ग्रहको यो गोचरले शुभ वा अशुभ जे भने तापनि यदि जन्मकुण्डलीमा शुक्रको अवस्था निर्बल छ, अस्त छ, पाप ग्रहहरूसँग युति बनेको छ, अशुभ ग्रहको दृष्टिमा बसेको छ, नीच राशिमा छ, शत्रुका घरमा बसेको छ, यी यावत अवस्थाहरूमा अशान्ति, दाम्पत्य जीवनमा समस्या, विलासिताको उत्कट, यौन विकारहरू, अनावश्यक खर्च, वाद विवाद, झन्झटहरू जस्ता कुराहरू अथवा नकारात्मक असरहरू धेरै दिन सक्छ। यस्तो प्रभावलाई शान्त पार्नको लागि, शुक्र ग्रहलाई बलियो बनाउनको लागि हजुरले केही उपायहरू गर्नु राम्रो मानिन्छ। शुक्र ग्रहलाई शुभ बनाउनको लागि अन्य उपायहरू पनि म भन्दैछु। अघि नैदेखि तुला राशिदेखि मीन राशिसम्म आइपुग्दा यहाँहरू सबैले उपायको लागि मैले पछि भन्छु, यो भिडियोको अन्तिममा भन्छु भन्दै थिएँ। त्यो कुरा फेरि सुन्नु होला राम्रोसँग। सबै राशि हुनेहरूले शुक्र ग्रहलाई पोजिटिभ बनाउनको लागि गर्नुपर्ने उपायहरूमध्ये यो समयमा विशेष गरी शुक्र ग्रहको लागि मन्त्र जप गर्न सक्नुहुनेछ। हवन, दान, गौ सेवा अथवा गाईको सेवा गर्न सक्नुहुनेछ। मन्त्र म भन्दैछु, अहिले एकछिनमा भन्छु, पर्खिनु। मातृसेवा, पत्नी प्रेम, शिव पार्वती वा लक्ष्मीनारायणको पूजा आराधना, शुक्रबारको दिनमा शुद्ध चित्तले व्रत उपासना गर्न सक्नुहुनेछ। सेतो कपडा, मिश्री, घिउ, चाँदी, दही, शङ्ख आदि जस्ता सेतु वस्तुहरू अथवा श्रृङ्गार सामग्री पनि दान गर्न सक्नुहुनेछ। र यस्तो दान गर्दा विशेष गरी शुक्रबारको दिनमा वा पूर्व फाल्गुनी, पूर्व साढा र भरणी नक्षत्रको संयोगमा परेको शुक्रबार छ भने एकदमै राम्रो हुन्छ। यो बढी लाभ प्राप्त हुन्छ, त्यो खोज्नु होला। शुक्र ग्रहको लागि यहाँले बीज मन्त्र ओम द्राम द्रीम द्रौम सह शुक्राय नमः यो मन्त्र प्रतिदिन 108 का दरले जप गर्न सक्नुहुनेछ।
गुरु मन्त्र वा गुरुको निर्देशनमा अनुष्ठान वा साधना आदि गर्न सक्नुहुनेछ। यो समयमा सुगन्धित चिज, सेन्ट, पर्फ्युम आदिको प्रयोग एकदमै राम्रो मानिन्छ। शुक्र ग्रहको राशि रत्न डायमन्ड, ओपल अथवा चाँदीको सादा रिङ पनि यहाँले लगाउन सक्नुहुनेछ। तर कुनै पनि उपायहरू वा राशि रत्न प्रयोग गर्नुभन्दा पहिला योग्य ज्योतिषीको सल्लाहमा जन्मकुण्डली देखाएर परामर्श लिएर मात्र अगाडि बढ्नुहोला। यति युट्युबको भरमा, कतै राशिफलको भरमा, कतै सुनेको भरमा अथवा गोचरको भरमा यहाँले दौडिने, फुत्त बजार जाने अनि डायमन्ड किनेर ल्याउने अथवा राशि रत्न लाउनु पर्ने भनेको छ राशिफलमा, युट्युबमा त्यही सुनि भन्ने लाइहाल्ने, त्यो काम कहिले पनि झुकेर पनि नगर्नुहोला। किनकि हरेक राशि रत्नहरूको प्रभावको लागि कुण्डलीको नै विश्लेषण गराउनु राम्रो हुनेछ। कहिलेकाहीँ हामी राशिको भरमा पर्छौँ, राशिफल हेरेर पत्थर लाउँछौँ, त्यो पत्थर अथवा त्यो ग्रह जुन पत्थरको कारक ग्रह हुन्छ, स्वामी ग्रह हुन्छ, त्यो ग्रह चाहिँ मार्केस भइरहेको अवस्थाहरू हुन्छ, धेरै पाइएको छ त्यस्तो। त्यस कारणले गर्दा पत्थरको लागि मैले यहाँलाई स्पेसल सिफारिस गरेको होइन। मन्त्र प्रयोग एकदमै ठिक छ, मन्त्र प्रयोग गर्नुहोस्। ओम द्राम द्रीम द्रौम सह शुक्राय नमः, ओम द्राम द्रीम द्रौम सह शुक्राय नमः। कति मजा आनन्दले मन्त्र जप गर्नुहोस्। आफ्ना गुरुहरूले दिनुभएको कुनै गुरु मन्त्रहरू जप गर्नुहोस्। आफ्नो इष्टदेवको मन्त्र जप गर्नुहोस्। हजुर कृष्ण भक्त हुनुहुन्छ, कृष्णको मन्त्रहरू जप गर्नुहोस्। अथवा ओम नमो भगवते वासुदेवाय, भगवान् विष्णुको भक्त हुनुहुन्छ, आफ्नै मन्त्र जप गर्नुहोस्। रामको भक्त हुनुहुन्छ, मन्त्र जप गर्नुहोस्। हनुमान भक्त हुनुहुन्छ, ओम अहम हनुमते नमः। कुनै पनि आफ्नो इष्टदेवको भक्ति साधना गर्नुभयो भने पनि हरेक ग्रहको यो जुन नकारात्मक प्रभाव छ त्यसलाई नष्ट गरेर सकारात्मक प्रभावको वृद्धि हुनेछ। साथै हजुरलाई ज्योतिष सम्बन्धी कुनै पनि परामर्शहरू लिन पर्यो अथवा अनलाइनबाट पनि विश्वभरि जहाँसुकैबाट पनि यहाँलाई चिना टिप्पण सम्बन्धी कुनै परामर्श लिनु पर्यो, चिना हेराउनु पर्यो अथवा कर्मकाण्ड सम्बन्धी कुनै पनि पाठ पूजा आदिको बारेमा सल्लाह लिनु पर्यो, गराउनु पर्यो भने पनि यहाँले ज्योतिष सेवा सदनमा सम्पर्क समेत गर्न सक्नुहुनेछ। यो सामग्री अन्तिमसम्म हेरिदिनु भएकोमा हार्दिक आभार कृतज्ञता प्रकट गर्दै म एस्ट्रोलोजर प्रेमानन्द शास्त्री यो भिडियोबाट बिदा चाहन्छु। जय श्री कृष्ण, प्रणाम, राधे राधे।